नमस्कार साथीहरू, म चाहिँ आज हजुरहरूलाई मेरो फ्रन्ट गार्डन देखाउन गइरहेकी छु। सबैभन्दा पहिला चाहिँ म मेरो एप्पल देखाउँछु। यो चाहिँ एप्पल चाहिँ मैले लास्ट इयर रोपेको हो। म यहाँ ठुलो गमलामा रोपेको। यो एप्पलको नाम चाहिँ मेलियोस डोमेस्टिका गाला एप्पल भनेको छ। यो चाहिँ स्विट एन्ड क्रन्ची भनेर किनेको, मैले अनलाइनबाट किनेको। यो चाहिँ यो अलिक मैले 19 पाउन्ड तिरेको होला सायद अनलाइनमा। यो चाहिँ मेरो एजेलिया हो। यो एजेलिया चाहिँ उस भइसक्यो, यो फुलेर पनि यसको फुल पनि सकिसक्यो। त्यसै गरी यो चाहिँ मेरो अर्को जिरेनियम हो। अनि यहाँ चाहिँ मैले पछाडि चाहिँ यो गमलाहरूको पछाडि चाहिँ मैले खोर्सानी रोपेको छु अगाडि, किनभने अगाडि चाहिँ मेरो बिहानदेखि बेलुकासम्म घाम पर्ने भएको भएर मैले योपालि चाहिँ खोर्सानीहरू अगाडि ल्याएर राखेकी छु। यिनीहरू चाहिँ मेरो सबै नेपालबाट ल्याएको जिरे खुर्सानी, सानो जिरे खुर्सानीहरू हो। यो भने अकबरी खुर्सानी हो, यिनीहरू पनि जिरे नै हो। यो चाहिँ अकबरी खुर्सानी हो। यहाँ चाहिँ मेरो फुल फुल्न लागेको थियो, यो चाहिँ अफ्रिकन डेजी। यसको नाममा थाहा भयो नि त, यसलाई अफ्रिकन डेजी पनि भन्छ। होइन, कति मिठो कलरको छ यो। यो चाहिँ मेरो इम्पेसन फ्लावर। अलिक पहेँलो भइरहेछ, घामले डढ्यो होला। यहाँ चाहिँ मेरो जरबेरा छ, कति मजाले फुलेको छ यो जरबेरा। अनि यस्तो फुलेको छ क्या है। अनि यहाँ चाहिँ यो चाहिँ ओरेन्ज हो, मिनिचर ओरेन्ज भन्छ, सानो ओरेन्ज के मुन्ताला भन्छ के भन्छ, सजाउनको लागि। त्यसै गरी यहाँ चाहिँ मेरो कागतीको बोट छ। कागती चाहिँ कतिचोटि फल्यो, तर अलिक सानो फल लाग्ने अनि झर्ने गऱ्यो कि मौसम सायद सुटेबल नभएर होला। यहाँ चाहिँ मेरो जिरेनियम छ। यो मेरो डेहलिया भयो। यहाँनिर चाहिँ म्यारिगोल्ड कति राम्रोसँग फुलेको छ नि। यो चाहिँ अर्को बिगोनिया वाइट कलरमा। त्यसै गरी यो अर्को बिगोनिया। यहाँ चाहिँ येल्लो कलरको बिगोनिया। यो जिरेनियम, यहाँ पनि अर्को जिरेनियम छ। त्यसै गरी यो अर्को बिगोनिया पिङ्क कलरको। यो जिरेनियम छ यहाँ। र यहाँ चाहिँ रोज छ। यो रोज चाहिँ एप्रिकोट कलरमा छ। यसलाई येल्लो भन्दैन होला, सायद यसलाई एप्रिकोट कलर भन्छ होला। यो सानो खालको रोज हो, तर यहाँ चाहिँ ठुल्ठुलै फुलेको छ। अनि यो चाहिँ मेरो रोजहरू हो। यो चाहिँ रोजको प्लान्ट हो। हेर्नु न कत्रो फुलेको थियो है। यिनीहरू होइन, यो धान्न नसकेर यो हाँगै नुङ्गीको पनि हामी जस्तो भएको छ है। अहिले त सबै झऱ्यो। अस्तिसम्म चाहिँ कति फुलेको थियो, कति रहर लाग्ने गरेर फुलेको थियो है। बाटोमा हिँड्ने मान्छेहरू पनि आमा के फेरि फुलेको यो फुल भन्ने गर्नुहुन्थ्यो। यो रोज त यो त झन् बोटै देखेको थिएन मैले। अस्ति सबै यो बुढो भएकोलाई सबैलाई यसरी ट्रिम गरेर फ्याँकिदिएँ। यहाँ सबै फ्याँकिदिएको कि यो बुढो भएर फुलेको फुलहरू फ्याँकिदिएको। यहाँ चाहिँ मेरो फ्युसिया फुल्न लागेको छ। यहाँ चाहिँ विन्टर हिबिस्कस हो। यो पनि फुल्न लागेको छ होइन, कति धेरै कोपिलो लागेको छ बाक्लो भएर है। अनि यो रोज पनि डम्मै फुलेको थियो। मैले अस्ति सबै यो फुलेकोहरू चाहिँ बुढो भएकोले सबै काटेर खाइदिएको कि यो पातै नदेख्ने गरी फुलेको थियो कि अस्ति चाहिँ। यहाँ चाहिँ मैले मिक्स गरेर रोपेको छु प्लान्टहरू चाहिँ। यहाँ चाहिँ बिगोनिया अनि अरू ट्रेलिङ प्लान्टहरू मिक्स गरेर रोपेको। अहिले चाहिँ म पानी हाल्न लागेकी छु। यहाँ चाहिँ मेरो ह्याङ्गिङ बास्केट छ। ह्याङ्गिङ बास्केटमा चाहिँ मैले बिगोनिया पनि रोपेको, तर बिगोनिया चाहिँ राम्रो भएन कि। अलिक छिटो मैले बाहिर निकालेको छु, बाहिर निकालेको रहेछु, मरिगयो। फेरि म सायद अर्को ल्याएर रोप्छु होला यो, किनभने यिनीहरू हेर्नु न बुढो भइसक्यो। अनि यो चाहिँ धुप्पी हो मेरो अगाडिको। धुप्पी पनि फुलेको छ कि, अचम्मै लाग्ने गरी फुल फुलेको छ है। यो चाहिँ मेरो अगाडिको फुलको नजारा हो। थ्याङ्क यू।